आसन सहयोग सङ्कलन जुट्याएको हेलो बोय नमस्ते नमस्ते सन्चै हुनुहुन्छ? के सन्चो भन्ने होला नमस्ते बाजे। नमस्ते सन्चै छु। दर्शकबिन हेर्नुहोस्, म आज कहाँ छु, यहाँ हाम्रो बोय हुने बाजे हुने आछु। यहाँ एकदमै बिरामी हुनुहुन्छ। आज म यहाँ अलिअलि सहयोग उठाएको थियो। क्यान्सर भएको छ, यहाँलाई क्यान्सरको बिमारी हुनुहुन्छ। यहाँको छोरा छोरी केही पनि हुनुहुन्न। अनि मुटुको बेटी राख्नु भएको छ, मुटुले काम नगरेर मैले अलिअलि छिमेकीबाट अलिअलि आफूबाट अलिकति सहयोग उठाएको थियो र ल्याइदिएर आएको छु। बोय मैले तपाईँलाई ल्याइदिएर आएको छु। अहिले कस्तो छ तपाईँलाई? अहिले ठिकै छ। अब भोलि हस्पिटल जाँदैछु। भोलि जानु नि अपरेसन गर्न? भोलि जाने हो। अब बिमारी मान्छे के ठिकै भन्ने, खै त्यस्तै छ। बिमारी सन्चो लागेपछि बल्ल ठिक छ भन्ने हो। ठिक होला नि, अपरेसन गरेपछि ठिक हुन्छ भनेको छ डाक्टरले। अपरेसन गरेपछि ठिक हुन्छ, नआत्तिनुहोस् आमा भन्छन् डाक्टरहरूले त। मेरो हौसला बढाइदिया हो कि के हो। मैले आज अलिअलि पैसा उठाएको थिएँ, त्यही ल्याइदिएर आएको छु। एकजना बहिनीले ल्याइदिनु भएको छ, 2000 दिनुभएको छ। उहाँको नाम के हो भाइ भनिदिनु त? उहाँको नाम धनी बिक भैँसाईबाट। हजुर। अनि 1100 रुपियाँ उहाँ के अरे गुर्रा गाउँबाट आएको छ। प्रेमबहादुर दाईले गुर्रा गाउँबाट। प्रेमबहादुर घले नि? प्रेमबहादुर दाई भन्नु न। अनि 1050 स्वयं मैले ल्याइदिएको छु। म पनि बिरामी नै छु, तपाईँ जस्तै, थाहा छ तपाईँलाई होइन बोय? थाहा छ। अनि 500 रुपियाँ तिराम माडी खोलेको बुहारी मेरो दिदी पर्नुहुन्छ, उहाँले छोडिदिनु भएको छ, इन्डियाबाट आउनु भएको थियो। अनि यति ल्याइदिएको छु मैले। टोटल कति छ? 1 2 3 4 5 6 6050 भयो कि नि। लौन्स यो अहिले ल्याइदिएको छु यति। यो राख्नुला, भोलि बाटोमा चिया पानी खाने हुन्छ है बोय? मैले अरू पनि कोसिस गर्छु। अनि भयो भनेपछि मैले सबैसित कुरा राखेको छु। थोरै भयो भने मैले तपाईँलाई सहयोग गर्नेछु है। अहिलेसम्म हाम्रो सहयोग आसन सहयोग सङ्कलन जुट्याएको हेलो बोय नमस्ते नमस्ते सन्चै हुनुहुन्छ? के सन्चो भन्ने होला नमस्ते बाजे। नमस्ते सन्चै छु। दर्शकबिन हेर्नुहोस्, म आज कहाँ छु, यहाँ हाम्रो बोय हुने बाजे हुने आछु। यहाँ एकदमै बिरामी हुनुहुन्छ। आज म यहाँ अलिअलि सहयोग उठाएको थियो। क्यान्सर भएको छ, यहाँलाई क्यान्सरको बिमारी हुनुहुन्छ। यहाँको छोरा छोरी केही पनि हुनुहुन्न। अनि मुटुको बेटी राख्नु भएको छ, मुटुले काम नगरेर मैले अलिअलि छिमेकीबाट अलिअलि आफूबाट अलिकति